यो मुस्ताङमा रहेको मातृचक्र हो। यस मातृचक्रभित्र परिक्रमा गर्दा तपाईलाई गर्भावस्थादेखि यस अवस्थासम्म ल्याउन तपाईको आमाले गर्नुभएको योगदानको सम्झना गरी आमाप्रतिको श्रद्धाभाव प्रकट गर्नुहोस् भनेर लेखिएको छ। एक असल सन्तानको भूमिकाबारे मनन गर्नुहोस्, मातृचक्र परिक्रमा गरी पुण्य आर्जन गर्नुहोस्, आमाप्रतिको श्रद्धाभाव जनाउने गरी भित्तामा 2 शब्द लेख्नुहोस् भनेर अहिले यो बोर्डमा हामीले देख्न सकिन्छ। हामी भित्र छिरेर हेर्नेछौँ भित्रको अवस्था कस्तो छ, त्यही अनुसार हामी चाहिँ फेरि भिडियो अपलोड गर्नेछौँ। हामी भित्र छिर्दैछौँ। यहाँ पर्खालहरू लगाइएको छ। बाहिरको पर्खालमा सेतो सेतो रङ लागेको छ भने भित्रको पर्खालमा रातो देख्न सकिन्छ। यसको चाहिँ मिनिङ के हो भन्ने कुरा यो भित्र परिक्रमा गर्दाखेरि आफ्नो आमालाई सम्झेर परिक्रमा गर्नुपर्ने हुन्छ। बाहिर बोर्डमा पनि लेखिएको छ। हामी सर्टसर्ती घुम्दैछौँ। एकछिन घुमिसकेपछि फेरि हामी केही कन्भर्सेसनहरू गर्नेछौँ। यो हामी घुमिसक्यौँ। घुम्दाखेरि यहाँ बिचमा यो भित्र बल्ल आइसकेका छौँ। यसबाट बाहिर निस्किने चक्र छैन, फेरि हामी घुमेरै निस्किनुपर्छ। जति हामी घुमेको थियो त्यति नै हामी निस्किनुपर्छ। यो मातृचक्र कहिले बनाएको होला, यो यसको चाहिँ के इतिहासहरू के तपाईँलाई थाहा छ कि? एक्ज्याक्टली मलाई त्यस्तो डेट त थाहा छैन, तर एउटा कोरियन कम्पनीले यो मलाई लाग्छ 2002 सन् 2002 मा निर्मित भएको जस्तो लाग्छ मलाई। यो करिब आजभन्दा 22-23 वर्ष अगाडि। र अहिले यो घरबजङ गाउँपालिकाले यो प्रमोट गर्नलाई यो रङरोगन गर्ने कामहरू गरिसकेको छ। र अझै पनि यसको धेरै प्रचार प्रसार पुगेको छैन। टुरिस्टहरू त्यति यो ठाउँको कतिपय मान्छेलाई जानकारी छैन यहाँ यस्तो छ मुस्ताङमा भन्ने कुराको। त्यो पनि भयो। र फेरि अब यो पर्यटन उसमा जुन मान्छेले राख्नुपर्ने थियो, टुरिज्म ट्राभल एजेन्सी, होटेल सबैले विज्ञापनको लागि त्यो चाहिँ भइरहेको जस्तो छैन। यसलाई प्रमोट गर्नको लागि जस्तै अहिले यो प्रमोट छैन, यहाँ मान्छेहरू धेरै आउनुहुन्न, धेरैलाई यो जानकारी छैन। इभन मलाई पनि जानकारी थिएन यो विषयमा मातृचक्र छ भन्ने। तर यसलाई चाहिँ प्रमोट गर्नलाई चाहिँ हामीले के गर्न सकिन्छ? अनि यसको लागि त अब अहिले यस्तो छ, प्रचार प्रसार नै सबै सोसल मिडियाहरू भयो। सोसल मिडियाको प्रयोगमा आउनुपर्छ। अब सोसल मिडिया अन्तर्गत फेसबुक, टिकटक, यसमा प्रचार प्रसार हुन सक्यो भने, किनभने अहिलेको उसमा सबैले सोसल मिडिया प्रयोग गर्ने भाव भएर त्यसबाट बढी प्रचार प्रसार हुन्छ कि भन्ने मलाई लाग्छ। र त्यसको अलावा ट्राभल एजेन्सी, होटेल सबैले यसको विज्ञापनको लागि यो ठाउँमा यस्तो छ है, यसो घुम्न जानुपर्छ, यो छ। अब प्याकेजको प्रोग्राममा पनि यसलाई एउटा राखिदिन सक्यो भने त्यसको सबैले विश्व सामु यसलाई चिनाउन सकिन्छ। र पर्यटकको एउटा 1 डे मोर बस्ने अथवा एउटा लोकल साइट सिइङ जमसमको लागि भनेर पनि यसलाई चिनाउन सकिन्छ। जसरी हामी यहाँ छिर्यौँ, हामीले एक परिक्रमा गरे फेरि हामी फर्किसकेका छौँ। यसले बुझाउन खोजेको उद्देश्य, दिन खोजेको चाहिँ सन्देश चाहिँ के हो? यो अब यो मातृचक्र भनेको एउटा आमाले आफ्नो जीवनकालमा जति भोग्नलाई सङ्घर्ष गर्छिन् त्यो विषयलाई लिएर यसको त्यो कन्सेप्ट भनौँ न, त्यो धारणालाई लिएर यसको विकास गर्न लागेको जस्तो देखिन्छ। जुन आमाले गर्भदेखि लिएर अब आफ्नो बच्चाहरूलाई हुर्काउँदासम्मको अवस्थामा सुरुदेखि अन्तिमसम्मको अवस्था यस्तो हुन्छ भन्ने त्यो देखाउन प्रयोजनको लागि भन्ने गरिन्छ। जस्तै यहाँ 2 कलर छुट्याइएको छ, एउटा सेतो कलर, एउटा चाहिँ रातो कलर छुट्याइएको छ। यसको सिम्बोलिक तपाईँलाई जानकारी छ भने यसको सिम्बोल किन यस्तो चाहिँ 2 थरी किन राखेको हो? त्यो बारेमा त म पनि अनभिज्ञ छु, मलाई त्यस्तो राम्रो जानकारी छैन व्हाइट र रेडको बारेमा। यस विषयमा म के रहेछ भनेर सम्बन्धित गरी यो घरबजङ गाउँपालिकाको यो संरक्षक भएको हिसाबले उहाँहरूसँग कोअर्डिनेट गरेर त्यो बुझ्ने प्रयास गर्छु। हामी जसरी भित्र जाँदै थियौँ त्यति बेला हामीलाई चाहिँ अलिक धौ भएको महसुस भएको थियो र फर्किँदाखेरि अलिकति इजी भएको महसुस भएको छ। यही तरिकाले बनाएको छ कि होइन होला? अब हामी किनभने अब धेरै चक्रमा हाम्रो धेरै यात्रा गर्नुपर्ने हुन्छ। त्यो हिसाबले अब हामी पहिला सुरुमा यात्रा गर्दा हामी एउटा पोजिसनमा थियौँ, हामी बाहिर निस्किँदैछौँ। हाम्रो दिमागले पनि अब यो चाहिँ धेरै अब यसबाट निस्किँदैछौँ भन्ने भएर पनि होला। तर खास त्यस्तो तात्विक चाहिँ खास केही छैन। विषयमा हामी धेरै कुराहरू बुझ्यौँ र हजुरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यो विषयमा। त्यसैले यसको चाहिँ प्रवर्धन, यसको प्रचार प्रसार गर्न एकदम महत्त्वपूर्ण छ। यो मुस्ताङमा हामी यति बेला आउँदाखेरि यसको चाहिँ प्रचार प्रसार व्यापक रूपमा भएको चाहिँ लागेको छैन अहिलेसम्म। र यहाँ यस्तो रहेछ जुन चाहिँ यसको प्रचार प्रसारको कमी छ। यसलाई चाहिँ कसरी हुन्छ प्रचार प्रसार गरेर यसलाई चाहिँ अगाडि बढाउनुपर्छ र सबैले थाहा पाउनुपर्छ